इमान्दार किसान र सुनको चरा। एक समयको कुरा हो, एउटा सानो गाउँमा रामे नामको गरिब तर इमान्दार किसान बस्थ्यो। ऊ दिनभरि खेतमा काम गर्थ्यो, थोरै अन्न उब्जाउँथ्यो, तर कहिल्यै अरूको हक मिच्दैनथ्यो। एक दिन बिहानै खेत जोत्न जाँदा रामेले खेतको कुनामा घाइते सुनको चरा देख्यो। चराको पखेटा भाँचिएको थियो। रामेले सोच्यो, यो चरा बेचिदिए भने म धनी हुन सक्छु, तर यो त पीडामा छ। उसले चरालाई घर लग्यो, औषधि लगायो, दाना पानी दियो। केही दिनपछि चरा निको भयो। एक रात त्यो चरा बोल्यो, हे किसान, तिमी इमान्दार छौ, म स्वर्गको सुनको चरा हुँ। तिमीले मलाई बचायौ, अब म तिमीलाई वरदान दिन चाहन्छु। चराले रामेलाई एउटा सानो सुनको दाना दियो र भन्यो, यो दाना कहिल्यै सकिँदैन, तर यसको प्रयोग सधैँ राम्रो काममा मात्र गर्नु। रामे खुसी भयो। उसले सुन बेचेर गाउँमा इनार बनायो, गरिबलाई अन्न दियो, बालबालिकालाई पढ्न मद्दत गर्यो। गाउँ फस्टाउन थाल्यो। तर यो कुरा गाउँको लोभी साहुले थाहा पायो। उसले चाल चल्यो र सुनको चरालाई फसाएर भन्यो, मलाई धेरै सुन दे। चराले सोध्यो, तिमीले त्यो सुन केका लागि चाहन्छौ? साहुले भन्यो, म अझ धनी बन्न। चराले रिसाएर भन्यो, लोभको कुनै अन्त्य हुँदैन। त्यसपछि चराले साहुलाई केही दिएन र आकाशतिर उडेर हरायो। केही समयपछि रामेको सुनको दाना पनि हरायो, तर रामे दुखी भएन। उसले भन्यो, मसँग सुन नभए पनि इमान र सद्कर्म त छ। अन्ततः रामे गाउँकै सबैभन्दा सम्मानित व्यक्ति बन्यो र लोभी साहु एक्लो र दुखी भयो। कथा शिक्षा, इमान्दारी र परोपकारले सधैँ सम्मान दिन्छ, तर लोभले सबै कुरा खोज्छ। यस्ता रमाइला लोककथा मनपर्छ भने लाइक गर्नुहोस् र सब्स्क्राइब गर्नुहोस्।